सम्पूर्णमा नमस्कार। आज जेठ 15 गते हाम्रो अर्थमन्त्री डाक्टर सोनिम वाग्लेज्यूले वर्ष 2083 र 84 को लागि बजेट चाहिँ प्रस्तुत गरिसक्नु भएको छ। र आज चाहिँ सोसियल मिडियाभरि सम्पूर्ण चाहिँ सोसियल मिडियामा चाहिँ राइट म्यान इन राइट प्लेस अनि चाहिँ सोनिम 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 वाग्ले छाइरहनु भएको छ। र किन चाहिँ छाइरहनु भएको छ भन्दा जस्तो उहाँप्रति एउटा गरेको एक्सपेक्टेसन चाहिँ उहाँले चाहिँ मजाले मिटअप गर्नुभएको छ। त्यो चाहिँ मलाई लागिरहेको छ है। उहाँ चाहिँ अब एक हिसाबले अर्थविद पनि हुनुहुन्छ र अलिकति विद्वान पनि हुनुहुन्छ र एकदम शिक्षित पनि हुनुहुन्छ। त्यो हिसाबले गर्दाखेरिमा पनि उहाँप्रति चाहिँ अलिकति धेरै एक्सपेक्टेसन थियो र त्यो एक्सपेक्टेसन चाहिँ उहाँले मजाले मिटअप गर्नुभएको छ। त्यो हिसाबले सबैले चाहिँ उहाँको आज तारिफ पनि गरिरहेका छन्। र मैले व्यक्तिगत रूपमा चाहिँ के भन्छु भन्दा जस्तो बजेट त वर्षैपछि आइरहेका छन्। कति कार्यान्वयन भए, कति चाहिँ त्यत्तिकै बजेट फ्रिज भए, कति कार्यान्वयन हुनै सकेनन्, कोही चाहिँ योजनाहरू सुचारू पनि भएको छैनन्, कति ठाउँमा चाहिँ भ्रष्टाचार भए, के भए, आगामी पहिला अनेक तमाम भए नि के भएर हामीसँग बजेटको कमी त भएको होइन नि त। पहिलाका वर्षहरूमा पनि बजेट त त्यही नै हो र चाहिँ त्यसको सही ठाउँमा कार्यान्वयन नभएको कारणले गर्दा नि आज चाहिँ देश यो सिचुएसनमा आइरहेको हो नि त। जस्तो आज चाहिँ ल बजेट प्रस्तुत गर्नुभयो र आउनु 1 वर्षपछि फेरि पनि उहाँले बजेट प्रस्तुत गर्ने क्रममा र आज गरेको बजेट प्रस्तुत गरेको बजेटले 1 वर्षको अन्तरालमा कति कुराहरूमा चाहिँ चेन्जेस भए, कति कुराहरू चाहिँ परिवर्तन भए र जनताले चाहिँ कति कुराहरूबाट लाभान्वित भए र कतिको सन्तुष्टि छन् भन्ने कुरा चाहिँ आउँदो आगामी वर्षको बजेट भाषणमा चाहिँ उहाँले पक्कै पनि प्रस्तुत गर्नुहुनेछ। हो त्यति बेला चाहिँ पक्कै चाहिँ साँच्चीकै स्वर्णिम वाग्ले नै हुनुहुँदो रहेछ भन्ने कुरा चाहिँ मैले पर्सनली चाहिँ त्यति बेला चाहिँ उहाँप्रति सम्मान व्यक्त गर्नेछु। र आजको जुन चाहिँ उहाँप्रतिको एक्सपेक्टेसन र जुन उहाँले प्रस्तुत गरेको चाहिँ यो सम्पूर्ण चाहिँ साँच्चीकै सम्मान योग्य छ र यो चाहिँ सम्पूर्ण कुराहरू चाहिँ लागू भयो र कार्यान्वयन भएमा सम्पूर्ण ठाउँमा सही ठाउँमा सदुपयोग भयो भने पक्कै पनि देशले चाहिँ एक लेभलको चाहिँ दिशा चाहिँ प्रस्तुत गर्दैछ भन्ने चाहिँ मलाई पर्सनली फिल भएको छ। एकदम हामी चाहिँ आशावादी छौँ। के अरे यो चाहिँ सम्पूर्ण तरिकाले चाहिँ राम्रो तरिकाले कार्यान्वयन होस् र देश चाहिँ अगाडि बढोस् भन्न चाहन्छु। हस् त।